Our hearts beat to the city streets. We began to feel the fire. Hi guys, what's up? Hello, namaste, welcome or welcome back to my YouTube channel once again. I hope you guys are doing good. हामी सन्चै छौं है अनि आज फेरि नयाँ भिडियो लिएर आएको छु है अनि के भन्नु अब इयरको लास्ट मन्थमा छौं हामी है अनि एउटा एमटीज वाला भिडियो त बन्ताए है खासमा चाहिँ मैले सोचेको थिए म मेरो एमटीज को भिडियो बनाउँछु भनेर हैन अनि मैले कलेक्ट गर्दै राखेको पनि थियो यति बिकना थियो मेरोमा हैन आई थिंक मैले एउटा भ्लगमा त शेयर गरेको छु होला तपाईहरुसँग है अनि जगै भएन अनि फेरि नानीको पनि बर्थडे आइरहेको थियो अनि अब एकदम उयो भइरहेको थियो के अनि मैले त्यसलाई सबै मैले चाहिँ फालिदिए हैन तर त्यो मध्येबाट चाहिँ मलाई मन पर्ने एउटा दुईटा चाहिँ मैले राखेको थिए कतै चान्स पाइहाल्छ कि बनाउने भनेर हो अनि फेरि रिसेन्टली एउटा दुईटा जस्तो मैले एमटी पनि गरे सो त्यही सब नै म तपाईहरुसँग देखाउन गइरहेको छु है सो नाउ विदाउट एनी फर्दर डु लेट्स जम्प इन्टु द भिडियो वेल मेरोमा अहिले चाहिँ एमटीजहरु चाहिँ यति छ है अनि बेसी जस्तो चाहिँ यहाँ स्किन केयर मात्रै छ एउटा छ हेयर केयर अनि एउटा दुईटा छ बडी केयर है सो नाउ वन बाइ वन गर्दै म तपाईहरुलाई देखाउँछु है त सो फर्स्टमा चाहिँ फेस वाशबाट सुरु गरौँ है सो फेस वाशमा छ यो मेरो डट एन्ड की को वाटरमेलन कुलिङ जेल फेस वाश हैन सो यो चाहिँ जेल वाला फेस वाश हो हैन मैले यो डट एन्ड की को पहिला तपाईको के भन्छ यो भाइटामिन सी र के भएको पनि मैले लगाएको थिए त्यो जुन चाहिँ येल्लोमा छ नि त्यो पनि मलाई एकदम मन परेको थियो अनि पछि चाहिँ मलाई यो के रे यो ट्राई गरे मैले हैन तर यो चाहिँ के भयो भने मलाई यसको फ्रेग्रेन्स चाहिँ मन परेन पर्टिकुलरली ऑयली र कम्बिनेसन स्किन को लागि हो अनि मेरो चाहिँ कम्बिनेसन स्किन छ सो त्यही भएर चाहिँ मैले यो किनेको थिए हैन प्रोडक्ट राम्रो छ इट जस्ट दैट मलाई त्यो फ्रेग्रेन्स यसको त्यो एक किसिमको यो के भन्छ कुनै कस्तो खाली फ्रेग्रेन्स थियो क्या यसमा हैन त्यो सादा खाली नमन परेको क्या मलाई यो तर प्रोडक्ट चाहिँ राम्रो नै छ है त एन्ड अर्को छ तपाईको मेरोमा पिलग्रिम को है यो चाहिँ यो डट एन्ड की को भन्दा अगाडि मैले यो युज गरेको यो रेड वाइन फेस वाश यसमा पनि भाइटामिन सी छ अनि यसमा एलोभेरा छ हैन यसमा चाहिँ तपाईको सानो सानो एकदमै माइन्युट के भन्छ सानो सानो दाना छ क्या यो भित्र चाहिँ त्यसले हल्का तपाईको एक्सफोलिएटिङ त भन्नु सक्दैन तर सानो सानो बिट्स एकदमै सानो अनि त्यो खस्रो पनि हैन क्या एकदमै सफ्ट वाला छ यसमा हैन अनि यो मलाई एकदम मन परेको क्या तर यसको चाहिँ मलाई के मन परेन भन्नु त के न के प्रब्लम हुन्छ नि यो चाहिँ मलाई यसको कन्टेनरै नमन परेको क्या यसरी झारिरहनु पर्ने हैन ट्युब छ भने चाहिँ ट्विंक नि आइहाल्छ नि त है यो चाहिँ एकरै उयो गरिरहनु पर्ने त्यो चाहिँ मलाई नमन परेको बट देन प्रोडक्ट यसको पनि एकदम राम्रो छ है मलाई चाहिँ मन परेको हो तर इट जस्ट दैट आई डिडन्ट रिपर्चेस किनभने यसको मलाई यो के भन्नु कन्भिनियन्ट चाहिँ लागेन क्या यसको कन्टेनर सो त्यही भएर हैन पिलग्रिमको त तर प्रोडक्टहरु प्राय राम्रो हुन्छ इट्स अ कोरियन ब्रान्ड हैन राम्रो नै हुन्छ मलाई पनि मन परेको बट देन कन्टेनरले गर्दा चाहिँ हैन आई एम नट गोइङ टु रिपर्चेस इट है त सो यो भयो फेस वाश है एन्ड देन तपाईको के छ ओके मेरोमा छ तपाईको भाइटामिन सी है दुईटा छ एउटा चाहिँ प्लमको छ यो त मलाई एकदम मन पर्छ यो त मैले कति इयर्स रिपर्चेस गरी थ्याग भएको म हैन बीचमा मैले एक्सचेन्ज पर्यो सरी चेन्ज पनि गरेको थिए आई ट्राइड कस्मेटिक्स को बट देन त्यो प्रेग्नेन्सी को टाइममा मैले त्यो के रे लगाउनु पाइन क्या त्यो अनि त्यतिकै अक्सिडाइज भएर त्यो बिग्र्यो मेरो हैन अनि यो चाहिँ मलाई एकदम मन पर्छ हैन आई थिंक एभ्रीबडी नोज दैट हैन द वन्स हु वान्ट्स टु बिगिन विथ भाइटामिन सी यो सुरु गर्दा पनि हुन्छ यो एकदमै माइल्ड छ एकदमै राम्रो छ हैन अनि यो म्यान्डरिन छ यसमा हैन भाइटामिन सी 15% छ हैन एकदमै यसले बुस्ट गर्छ तपाईको हैन तर यो चाहिँ योहरु चाहिँ अब भाइटामिन सी हरु भने चाहिँ के हो भने तपाईको दाग दब्बाहरु चाहिँ छट्टै चाहिँ गइदिँदैन क्या यसले लाइटन चाहिँ गराउँछ हैन यो मैले भनिरहेको यो मेरो एक्सपिरियन्स हो किनभने मेरो पनि छ पिगमेन्टेसन हैन हल्का हैन तर यसले चाहिँ के गर्छ भने कन्टिन्यू चाहिँ गरि नै रहनु पर्छ है त्यो छट्टै जाने चाहिँ हैन यसले हैन तर यो लाइटन चाहिँ गराइदिन्छ तर आफूले यु हेभ टु टेक केयर क्या अब हुन्छ नि अनि एकदम रिलिजियसली लगाउनु पनि पर्छ क्या आज लगाए भोलि लाएन फेरि हप्तामा हो त्यस्तो चाहिँ गर्नु चाहिँ भएन कन्टिन्यू गरिरहनु पर्छ यो चाहिँ मेरो एक्सपिरियन्स यो भाइटामिन सी यो प्लमको मा चाहिँ अब हैन अरु त मैले के ट्राई नै गरिन हैन पहिला फर्स्टमा वाउको गरेको थिए त्यो मलाई मन परेन एन्ड देन आई ह्याड माई ह्यान्ड्स अन दिस हैन अनि त्यहाँदेखि मलाई यो मन परेको लगाएको हैन जानु त मेरो आइलसम्म गएको छैन दग धब्बाहरु हैन बट देन लाइटन चाहिँ एकदम गराइदिएको छ अनि यो चाहिँ मैले रिपर्चेस धेरै गरे देन बेसी लगाएर चाहिँ रिसेन्टली चाहिँ मैले यो विश केयर को लगाउँदैछु यो
सुपर ब्राइट C16 भाइटामिन C सिरम है फर ब्राइट रेडियन्ट एन्ड इभन टोन्ड स्किनको लागि हैन लेखेको छ यहाँनिर हैन। अनि यो चाहिँ मैले रिपर्चेस गरेँ है। अब किनभने यस्तो हुन्छ नि त कतिवटा के भन्छ अब रिजल्टहरू यो स्किन केयरहरूको छट्टै आउँदैन क्या, एक हप्तामा एक महिनामा कति एक महिनामा देखिन्छ, कति अझै त्योभन्दा बेसी पनि लाग्छ हैन। सो यु हेभ टु लाइक मैले भनिहालेँ नि स्किन केयरहरू भने एकदमै रिलिजियसली आफूले लगाउनुपर्छ, फलो गर्नुपर्छ क्या स्टेपहरू हैन सबै कुरा। अनि यो चाहिँ मैले अहिले पनि लगाउँदैछु, बट देन यसको लागि चाहिँ मेरो एकदम दुईटा उयो छ क्या, के भन्नु अब राई छ भनौँ न अब हैन। फर्स्टमा मलाई राम्रो लाग्यो, तर अब अहिले हेर्दाखेरि चाहिँ त्यस्तो मेरो स्किनमा उयो गरेको जस्तो चाहिँ छैन क्या यसले, लाइक काम गरेको छ जस्तो चाहिँ छैन क्या यसले हैन। सो आई थिङ्क यो अब यो जुन चाहिँ मैले युज गर्दैछु यसको यो हैन रिपर्च चाहिँ म सायद गर्दिनँ होला, म अरू केही ट्राई गर्छु होला हैन। फर्स्टमा चाहिँ मलाई अलिकति राम्रो लागेको थियो, बट देन कति महिना भयो मैले 2 बोतल त अब सक्नु आँट्यो मैले हैन, 1 महिनाभन्दा त बेसी नै भयो, त्यस्तो काम गरेको जस्तो लागेन हैन। तर अब यो चाहिँ भन्छ एकदम यो पिगमेन्टेसनहरूको लागि हैन एकदम राम्रो भन्छ, यसमा कोजिक एसिड पनि भएको जस्तो लाग्यो मलाई यसमा हैन, इफ आई एम नट मिस्टेकन है यसमा भएको जस्तो लाग्यो मलाई। अनि यसमा के छ भाइटामिन C नासिन कोजिक एसिड छ, त्यही कोजिक एसिड पनि छ। कोजिक एसिडले चाहिँ तपाईँको भन्छ नि लाइक पिगमेन्टेसनमा एकदमै हेल्प गर्छ भन्छ है। तर मेरोमा चाहिँ त्यति साह्रो मलाई अलिक काम गरेको छ जस्तो चाहिँ मलाई चाहिँ लागेको छैन यसले है। अनि सबै अब स्किन केयर प्रडक्ट अब सबै स्किनको लागि सुटेबल पनि हुँदैन नि त। मैले यसको राम्रो रिभ्यू देखेको थिएँ क्या, अनि त्यही भएर किनेको थिएँ। प्रायःले राम्रो रिभ्यू दिएको छ, तर अब इट डिपेन्ड्स, सबैजनाको स्किन मैले भनिहालेँ एउटै टाइपको हुँदैन, डिफ्रेन्ट हुन्छ है। अनि सबै भाइरल प्रडक्ट्सहरू सबैजनाको लागि मेन्ट पनि हुँदैन है। सो त्यही भएर चाहिँ अब यो सकेपछि चाहिँ म आइम नट गोइङ टु बाई होला यो है। सो यो चाहिँ विश केयरको है यो भयो। एन्ड देन अर्को चाहिँ के छ भने ओके फेस सपको ल, फेस सपको चाहिँ मैले यो vegan म्युसिन पेप्टाइड 8 सिरम फर्मिङ एन्ड एन्टी एजिङ वाला चाहिँ यो मैले सिरम युज गर्दैछु। मैले योभन्दा पहिला चाहिँ के को युज गर्दै थिएँ, कसरेक्सको युज गर्दै थिएँ मैले, स्नेल म्युसिन हैन, त्यो पनि मेरोमा एम्टी थियो, मैले राखेको थिएँ, मैले बिर्सेँ। त्यो पनि एकदमै राम्रो छ हैन, एकदमै इन्स्ट्यान्ट त्यो प्लम्प गराइहाल्छ तपाईँको स्किनलाई हैन। यो पनि त्यस्तो नै छ, यसले पनि तपाईँको के भन्छ एकदम मजाले के भन्ने इमिडिएट त्यो हाइड्रेसन दिन्छ तपाईँको स्किनमा हैन। अनि यो चाहिँ तपाईँको प्लान्ट बेस्ड हो हैन। के भन्छ नि यो कोरियनमा यो के अरे याम यो के भन्छ यो आई डोन्ट नो त्यसको रुटको कुन चाहिँ त्यो प्लान्टको रुटको बनाएको हो भनेर भन्छ। इट्स के भन्नु अब भिगन हो हैन, एउटै काम गर्छ दुईटाले हैन। अनि यो पनि मलाई एकदम मन परेको। यो त मैले कतिवटा आई थिङ्क 3rd बोतल मैले युज गर्दैछु, एउटा त मैले फालेँ, यो हिजो अस्ति मात्रै भर्खर मैले सकेको हैन। अहिले फेरि त्यो अर्को पनि युज गर्दैछु मैले। यो मजाको छ क्या, मलाई एकदम राम्रो लाग्यो यो हैन। अनि यो चाहिँ म नाइट टाइममा मात्रै युज गर्छु है। यो भयो है, छिटो भन्नुपर्छ, मलाई फेरि टाइम छैन है। एन्ड अर्को चाहिँ फेस सपको नै मैले यो नाइसिनामाइड लगाएको थिएँ, यो 10% वाला सिरम स्पट पोर क्लिनिङ वाला हैन। यो चाहिँ पर्टिकुलरली तपाईँको के भन्छ पोरले गर्दाखेरि चाहिँ मैले, मेरो ओपन पोर्सहरू पुरा छ नि त, त्यसले गर्दाखेरि चाहिँ मैले यो किनेको थिएँ। यसले चाहिँ तपाईँको त्यो ओइललाई अलिकति कन्ट्रोल गरिदिन्छ, तपाईँको पोर्सहरू अलिकति रिड्युस है हुन्छ। मेरो पोर्स ओपन पोर्स नि धेरै थियो पहिला, अनेस्टली त्यति बेला त मैले यस्तो साह्रो उयो गर्थिनँ क्या, अब केयर गर्थिनँ, धेरै थियो। त्यहाँदेखि मैले यही नाइसिनामाइड हैन यो के अरे पोरको लागि मास्कहरू यस्तोहरू लगाइरहेर चाहिँ अहिले चाहिँ धेरै मिनिमाइज भएको छ मेरो हैन। अनि यो पनि राम्रो छ, तर मैले चाहिँ के भन्नु अब अर्को ट्राई गर्नु मन पऱ्यो क्या प्लम्पको हैन। अनि नाइसिनामाइड चाहिँ यस्तो एक्टिभ हो जुन चाहिँ अब सबै अरू एक्टिभहरूसँग चाहिँ अब घुल मिल्छ क्या, आलु जस्तै हो यो चाहिँ स्किन केयरको है। सो या इफ आई एम नट मिस्टेकन है, करेक्ट मी इफ आई एम रङ, जति मेरोमा नलेज छ त्यो सबै तपाईँहरूसँग सेयर गर्दैछु है। सो यो चाहिँ नाइसिनामाइड हो है तपाईँको फेस सपको है। अनि अर्को प्रडक्ट मलाई फेस सपको चाहिँ पुरा मन परेको, अनि आई एम रिपर्चेसिङ इट अगेन एन्ड अगेन भन्ने चाहिँ के हो भने भिगन म्युसिन पेप्टाइड 8 क्रिम। यो चाहिँ क्रिम हो हैन, यो मोइस्चराइजर भनौँ न हैन। यो पनि एन्टी एजिङ प्रपर्टिज छ यसमा पनि हैन। त्यही भएर अब एज भयो नि त, अलिकति रिङ्कल्सहरू आउने हैन, आउने त के र अब आइ नै सकेको छ हैन। सो त्यसलाई चाहिँ यसले के गर्छ भने अलिकति रिड्युस गराइदिन्छ हैन।
अलिकति स्लो प्रोसेसलाई स्लो बनाइदिन्छ एन्ड अल्सो के भन्छ यसले पनि तपाईँको के भन्छ यो यसले मजाले तपाईँको के भन्छ यो मोइस्चरलाई रिटेन गर्छ होइन यो चाहिँ म यो पनि नाइट्समै लगाउँछु यो त्यो सिरम होइन कोही बेला चाहिँ सिरम लाउँछु कोही बेला यो लगाउँछु होइन यस्तो अल्टरनेटिभ गर्दै लाउँछु होइन कोही बेला दुईटै एकैचोटि लगाइदिन्छु त्यस्तो गर्छु म चाहिँ होइन यो पनि एकदम राम्रो छ तर यति हो योहरू चाहिँ अलिकति एक्सपेन्सिभ छ क्या बट देन यु क्यान वेट फर सेल होइन सेल टाइममा चाहिँ अलिकति घट्छ त्यहाँदेखि तपाईँहरूले किनेर युज गर्न सक्नु यो चाहिँ एकदमै मजाको छ क्या कति सकिसक्यो यो वान यहाँ छ अर्को होइन एउटा त मैले फाले पनि होला हो दुईटा अनि अहिले आज एउटा युज गर्दैछु 3-4वटा मैले सकिसकेँ यो चाहिँ मलाई एकदम मनपर्छ क्या एकदमै राम्रो क्या आई हेभ बिन रिपर्चेसिङ इट अगेन एन्ड अगेन है सो यो चाहिँ मेरो फेभरेट पनि हो है त सो स्किन केयरमा त्यति छ अनि बडी केयरमा चाहिँ छ तपाईँको सक्यो मेरो यति दुईटा लिएर आएको छु ल मैले यो चाहिँ हो तपाईँको 1000 विशेस यो बाथ एन्ड बडी वर्क्सको यो के भन्छ बडी क्रिम होइन यो के भन्छ यसलाई नआएको नि बडी लोसन सो यो चाहिँ मैले सानोमा किनेको थिएँ ट्राई आउट गर्नुको लागि मात्रै यस्तो मजाको फ्रेग्रेन्स छ यस्तो दामी छ यो हुन्छ नि अब दिस इज अलिकति ठिक छ मेरोमा भिक्टोरिया सिक्रेटको पनि थियो ला त्यो पनि ल्याउनु बिर्सेछु तर त्यो चाहिँ मैले घोप्टाइरहेको छु अलिकति छ क्या त्यसमा तर मलाई चाहिँ भिक्टोरिया सिक्रेटको चाहिँ इट्स एकदमै कस्तो खालको छ भने लाइट छ क्या यो चाहिँ अलिकति एज कम्पेयर टु भिक्टोरिया सिक्रेट यो चाहिँ मलाई अलिकति थिक लाग्छ बट देन यो मलाई मन पर्यो क्या बेसी चाहिँ बाथ एन्ड बडी वर्क्सको यो बडी लोसन चाहिँ मलाई यो मन पर्यो होइन अनि फ्रेग्रेन्स एकदम दामी छ यो यस्तो मिठी खाले छ क्या यो अति मजाको त्यो हुन्छ नि अब त्यो के भन्नु अब मख आउने हो त्यस्तो खाले छ क्या मलाई एकदमै मनपर्छ यो होइन आई थिङ्क एभ्रिबडी नोज अबाउट दिस है तैपनि अब मैले पनि लगाएको थिएँ सकेको थिएँ भनेर चाहिँ देखाउँदैछु है अनि अर्को चाहिँ हो मैले तर मेरो बाथ एन्ड बडी वर्क्समा चाहिँ एकदम फेभरेट चाहिँ हो इन्टु द नाइट यसको फ्रेग्रेन्स यस्तो मजाको छ यो चाहिँ हो तपाईँको शावर जेल हो यो चाहिँ होइन अनि मेरोमा यो इन्टु द नाइटको नै बडी क्रिम पनि थियो ट्युबवाला होइन ओहो त्यो दुईटा यो लगाएर नआयो अनि त्यो बडी क्रिम लगाउँदा पनि यस्तो यु डोन्ट ह्याभ टु वेयर अ पर्फ्युम हुन्छ नि यस्तो मखमख बास्न अनि मजाले यसले के भन्छ तपाईँको बडीलाई हाइड्रेसन पनि दिन्छ मोइस्चराइज गराउँछ यति मजाको छ अनि अहिले चाहिँ मैले मेरो बहिनीले सजेस्ट गरेर डार्क केस लाउँदैछु बट देन मलाई चाहिँ पर्सनली इन्टु द नाइटै मन पर्यो डार्क केस भन्दाखेरि होइन सो अहिले त्यो युज गरेँ नि त त्यो पनि नट ब्याड त्यसको फ्रेग्रेन्स त्यसको उयो मजाको छ अब काम त एउटै नै हो तर फ्रेग्रेन्समा चाहिँ मलाई चाहिँ इन्टु द नाइटै मन पर्यो अनि यो पनि एकदम मिठो छ क्या अनि तपाईँहरूलाई पनि किन्नु छ होइन ट्राई गर्नु छ भने चाहिँ एकखेप मेरो लागि इन्टु द नाइट चाहिँ ट्राई गरी हेर्नुहोस् है त है सो यो भयो है एन्ड अर्को चाहिँ छ मेरोमा रोल अन है सो यो चाहिँ हो तपाईँको केम्स एट प्ले है यो पनि यस्तो राम्रो छ यो मलाई पुरा मन परेको मैले चाहिँ यो रोल अन युज गरेकोदेखि नै मैले निभिया मात्रै लगाएको पोल एन्ड ब्युटी होइन एकदम अहिले म कस्तो थाहा पनि छैन त्यो रेडियन्सवाला एकदम त्यो चलाएको त्यहाँदेखि पछि चाहिँ मैले यो के भन्छ यसको पनि थियो के भन्नु त मेरो शावर जेल पनि थियो त्यो त मैले तपाईँहरूसँग कति सेयर गरिसकेको छु होइन केम्स एट प्लेको नै के अरे शावर जेल पनि मैले उयो गरेको छु के भन्छ युज गरेको छु त्यो पनि एकदम राम्रो छ क्या ट्यानिङहरूको लागि चाहिँ एकदमै बेस्ट छ होइन मैले के अरे अल्टरनेटिभ गर्दै लाउँछु कुनै दिन त्यो के अरे त्यो शावर जेल लगायो भने कुनै दिन डार्क केस कुनै दिन साबुनले पनि लाउँछु डेटलले हो त्यस्तो गर्दै लाउँछु क्या म एभ्री डे नै एउटै चाहिँ गर्दिनँ भिन्नै गर्दै लाउँछु अनि पहिला चाहिँ तर मैले यसको शावर जेल चाहिँ एभ्री डे लाउँथेँ अनि त्यो चाहिँ पक्का हो ट्यानिङको लागि चाहिँ द्याट इज पर्फेक्ट है अनि यो रोल अन मैले यो पछि पनि मलाई कसले पनि सजेस्ट गरेँ त्यसको रोल अन पनि राम्रो छ भने आई थिङ्क मलाई फेसबुकमा सजेस्ट गरेको थियो होला अनि मैले यो ट्राई गरेँ होइन यो अलिकति अन्डर प्रोसेसमै छ मैले यो आई थिङ्क दिस इज द सेकेन्ड के भन्नु अब यो रोल अन मैले युज गरेको मैले रिपर्चेस चाहिँ गरेँ मलाई मन पर्यो होइन एकदम राम्रो छ एकदमै लाइट छ होइन तर के छ भने त अलिकति यो युज गर्दाखेरि चाहिँ खरक गरेर चाहिँ यसको ड्रब्याक चाहिँ त्यही छ खरक हुन्छ क्या निभियाको चाहिँ त्यस्तो हुन्थेन होइन अनि नानी सुतिरहेको बेलामा चाहिँ मलाई अलिकति झिझो हुन्छ क्या बेसी खरक भएर है अदर देन द्याट दिस इज गुड होइन यो मेरो अन्डर अब्जर्भेसनमै चाहिँ यो होइन अलिकति काम गरेको जस्तो लाग्दैछ मलाई यसले पनि मैले किन किनेको भन्दा मेरो अन्डर आर्म पनि अलिकति डार्क भएको थियो नि त प्रेग्नेन्सी टाइमदेखि अनि मलाई आइम वर्किङ अन द्याट वान अल्सो धेरै क्लियर भइसकेको छ होइन बट स्टिल म अब एकदम यसले जान्दै रहेछ त्यो कालोपन होइन त्यो ट्यानहरू
नम्बर भनेर चाहिँ म भन्न सक्दिनँ, स्टिल अन्डर प्रोसेसमै छ, बट देन इट्स गुड है, मैले रिपर्चेस चाहिँ गरेको छु यो है। एन्ड यस लास्ट होइन सेकेन्ड लास्ट प्रडक्ट है, यो चाहिँ हो मेरो हेयर केयरको है। ए होइन अर्को पनि थियो, मैले यसको यो पनि सकेको थिएँ, त्यो बट्टा चाहिँ कहाँ पुगेको नि, वेट हो क्या आई ब्रिङ। यो चाहिँ हो तपाईँको ट्रु फ्रकको लिभ इन कन्डिसनर होइन। मेरो कपाल उयो छ के भन्छ आज नुहाएको हो होइन, मेरो हेयर चाहिँ कर्ली हो नि त। अब म चाहिँ तर अब त्यो स्याहारिरहनु चाहिँ सक्दिनँ नि त, नानीले गर्दा अहिले त नुहाउनु त अब यस्तो हप्तामा एक खेप मात्रै नुहाउँछु। यो गाइज वन्ट बिलिभ होला, हप्तामा एक खेप, त्यो पनि ह्याप्पै पर्छ। अब गर्लीहरूलाई फेरि कति टाइम लाग्छ भन्नु न, अब धुनु होइन, लिभ इन कन्डिसनरहरू त त्यो स्क्रन्च गर्नुपर्ने भएर किसिम गर्नुपर्छ हो। अनि 2 हप्ता भयो अलिकति राम्ररी गरेको, कन्डिसनर लगाएर अलिकति राखेको 2 हप्ता मात्रै भइरहेको छ मेरो होइन, नभए त अस्ति त स्याम्पू कन्डिसनर लगाइसक्यो हो, एकैछिनमा अब त्यसरी गर्नुपर्छ होइन। तर यो चाहिँ आउट अफ टपिक जान्दैछ है मैले। एन्ड दिस इज गुड क्या, मैले के पो अर्को के को युज गरेँ भने मैले लभ ब्युटी एन्ड प्लानेट भन्ने पनि छैन के छ, लभ ब्युटी हो त्यस्तो के छ होइन एउटा ब्रान्ड, त्यसको पनि मैले युज गरेको छु होइन, त्यो पनि नट ब्याड होइन, राम्रो नै छ। एन्ड देन मैले बेयर एनाटोमीको पनि युज गरेँ, त्यो त मलाई उयो नै मन परेन हौ, त्यो हुन्छ नि पम्प गरिरहनु पनि यत्रुभरि चिप्लिएर हातमा। अनि चाहिँ मैले यो पहिला नै युज गरेको थिएँ उता घरमा हुँदाखेरि नै, त्यहाँदेखि चाहिँ चेन्ज गरेको थिएँ नि त, तपाईँलाई थाहा छ म चेन्ज गरिरहन्छु भनेर होइन। सो त्यो 2टा किनेको थिएँ, त्यहाँदेखि त्यो पछि चाहिँ मैले फेरि ब्याक टु ट्रु फ्रकमा आएँ। यो चाहिँ एकदम राम्रो पनि छ होइन, सजिलो ट्युब गऱ्यो एकदम छिटो छिटो हुन्छ होइन। अनि राम्रो चाहिँ यसमा चाहिँ हिबिस्कस एक्सट्र्याक्ट भएको छ यो होइन, राम्रो छ। यसले पनि तपाईँको कपाललाई मजाले नै के भन्छ त्यो फ्रिजीनेसलाई मेन्टेन गर्छ, अलिकति स्मुथ बनाइदिन्छ। मेरो फेरि एकदमै ड्राई खाले उयो छ, फ्रिजी छ नि त एकदमै होइन, सो त्यही भएर यसले अलिकति भए पनि म्यानेजेबल चाहिँ मलाई बनाइदिन्छ होइन। अहिलेसम्म मैले लिभ इन कन्डिसनर जति पनि ट्राई गरेँ, यो चाहिँ मलाई अलिकति बेस्ट लागेको र म अहिले पनि यही युज गर्दैछु। आज पनि मैले यही नै युज गरेको यो है। एन्ड या त्यो भयो। एन्ड अर्को 2टा आजै छ होला, म लिएर आउँछु ल, पर्खिनुहोस् ल, नानी सुतिरहेको छ नि त कि स्पिडको एउटा लिएर आएको दोसँग नानीले खेल्दै थियो नि त हो। अनि ठिकै यो अहिले याद आयो नि त मलाई, मैले ट्रु फ्रकको अर्को उयो पनि सकेको छु भनेर, नानीले खेल्दै थियो, नानीले फेरि यस्तो उयो पुरा युज गर्छ नि त, यस्तो पुरा लगाउनु खोज्छ क्या बिच्चोहरू। अनि यो चाहिँ हो ट्रु फ्रकको नै तपाईँको डिप कन्डिसनरिङ मास्क, यो चाहिँ हेयर मास्क हो होइन, यो पनि राम्रो छ होइन। मैले के को युज गरेको थिएँ, डभको गरेँ, त्यो मन परेन होइन, त्यो सबै थियो क्या मेरोमा एम्टी। त्यहाँदेखि लभ ब्युटी प्लानेट हो त्यसको पनि युज गरेँ, सो होइन। त्यहाँदेखि फेरि म ब्याक टु ट्रु फ्रकमै आएँ म होइन। सो यो चाहिँ एकदम डिप कन्डिसन गराइदिन्छ यसले, एकदम राम्रो। किनभने हाम्रो हेयर, मेरो हेयर स्पेसली पुरै ड्राई छ क्या, त्यो अनि फुर्र भइरहन्छ क्या, यसले चाहिँ अलिक म्यानेजेबल बनाइदिन्छ क्या मेरो होइन अहिलेसम्म। तर मैले कहिले पनि मेरो कर्ल हेयर चाहिँ दामी पर्फेक्ट पाराले चाहिँ मैले सेट गरेर उयो गरेर चाहिँ गर्नु चाहिँ पाएको छुइनँ, हुन्छ नि अब के गर्नु त्यस्तै छ है। बट देन दिस इज गुड है, एकदम राम्रो छ यो पनि होइन। एन्ड अर्को चाहिँ मेरो सेकेन्ड लास्ट हो, यो चाहिँ हो तपाईँको द बडी सपको, यो चाहिँ तपाईँको क्लिन्जिङ बाम क्या यो होइन, मेकअप रिमुभर भनौँ न। यो चाहिँ मैले सानोबडे थियो मेरो, यो चाहिँ मैले सकेँ होइन। अहिले चाहिँ मैले अर्को युज गर्दैछु, त्यसको पनि म कुनै दिन तपाईँहरूलाई भन्छु होइन। बट देन यो पनि राम्रो छ क्या, यो बाम हो, मजाले सट्टै जान्छ। तर एउटै चाहिँ के प्रब्लम लाग्यो भने मलाई यसले चाहिँ यस्तो आँखा पोल्छ इन केस होइन, त्यो हुन्छ नि मैले त्यो मस्काराहरू निकाल्दा त्यो उयोहरू गर्दाखेरि चाहिँ उयो भइपठायो भने चाहिँ यस्तो पिरो यस्तो पोल्छ है। त्यही भएर चाहिँ आइ एम नट गोइङ टु रिपर्चेस इट। बट देन यसले चाहिँ मजाले चाहिँ रिमुभ चाहिँ गराउँछ मेकअप है। एन्ड नाउ लास्ट है चाहिँ मेरो फेभरेट हो, you guys already know I always talk about this product होइन, त्यो चाहिँ हो तपाईँको सनस्क्रिन होइन। यो त हमेसा मेरोमा एम्टी भइ नै बस्छ है, यो हेर्नु न कुच्चाएर लगाएको मैले। अनि यो चाहिँ सेरामाइड एन्ड भाइटामिन सी होइन। अनि मैले चाहिँ के को पनि युज गर्दैछु अहिले चाहिँ कोजिक एसिडको युज गर्दैछु अहिले, केसर र कोजिक एसिड। पहिला चाहिँ मैले यो सेरामाइड र भाइटामिन सी भएको युज गर्दै थिएँ। अनि इट्स अ मिनरल सनस्क्रिन एन्ड म चाहिँ मिनरल सनस्क्रिनको के भन्नु अब फ्यान हो। मिनरल सनस्क्रिन भन्दा मेरोमा कतिवटा छ अझै मिनरल सनस्क्रिन क्या, कोही बेला भोलि पर्सि म तपाईँहरूलाई भन्छु ल, एम्टी हुनु आँटेको इलिअलि मैले राखेको तपाईँहरूसँग, त्यसको रिभ्यू सेयर गर्नु पर्यो भनेर है। बट अहिलेको लागि चाहिँ मेरोमा चाहिँ यो डक्टर सेथको मेरो फेभरेट सनस्क्रिन छ एन्ड दिस इज माई लभ है। सो यसले चाहिँ मेरो एम्टिज
सिद्धिन्छ यहाँनिर है सो तपाईलाई के कस्तो लाग्यो प्लिज डु कमेन्ट बिलो है भन्दा बोल्दा लामो भइहालेछ भिडियो हैन केही छैन है सो आई विल सी यु गाइज इन माई नेक्स्ट भिडियो अन्टिल देन टेक केयर चेयर्स बाई आई लभ यु अल बाई